शेर अब के रे शिकार पे चल पड़ा है और उसके पीछे पीछे मादा भी जा रही है। क्या तैँले खानी होस् क्या? म्याउ 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 म्याउ। एउटा होम टुर नै दिदी म त सबैलाई भनेर यस्तो सोचेँ मैले हैन। मासला मरे मुर्दा कसको कसको दुआ लाग्यो मलाई। जेरी 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 ओले कुची 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 जेरी मजा आ रहा है ऐसे करते रहो मजा आ रहा है अर्कोले बोलायो यसलाई मेरो बुढा भनेर बोलायो त्यसले। मेरी 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 आऊ आऊ। मेरी म्याउ लभ यु मेरी म्याउ लभ यु म्याउ 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 म्याउ। ल ए Ajeri, you trying to be naughty? You naughty boy? You naughty boy? मुति त लबे मुति यसले जतातता मुतेर हैरान बना कता अब गयो डुल्न। अब गयो त बारीमा अर्को नि गयो। अब जाऊ त्यो पछि पछि जाऊ त्यसको तन्दै पल्टेको म म्याउ कता हो जाऊ। शेर अब के रे शिकार पे चल पड़ा है और उसके पीछे पीछे मादा भी जा रही है। अब ये शेर और मादा शिकार की तलाश में ढूंढ रहे हैं। कहाँ चाहिँ जाँदो रहेछ यिनीहरू। ल ल ल ल त्यता खन्दैछ एउटा गुद्रुमुद्रु हुँदैछ। ल ल ल ल मलाई हेर्दैछ त्यसले। जेरी कुची 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 कहाँ घरको अर्को गायब छ ल। ल हेलो गुड मर्निङ त के भन्नु गुड आफ्टरनुन हुन लागिसक्यो। अहिले चाहिँ 11 बजिसक्यो। ल गुड मर्निङ सबैलाई स्वागत छ अर्को ब्लगमा। ब्लग भिडियो जे भने पनि स्वागत छ मेरो अर्को भिडियोमा हैन। र भर्खर मैले अहिले देखाएको चाहिँ यो चाहिँ दुईजना केटा र केटी हो। अनि उनीहरू चाहिँ स्ट्रे क्याट हो हैन। मैले पालेको क्याट हैन, उनीहरू चाहिँ स्ट्रे क्याट हो। मैले उनीहरूले चाहिँ कहाँ भेटाएको भने यो हाम्रो गोदाम भयो हैन। पहिला मेरो पसल थियो नि त, त्यसको सामानहरू थियो। अनि गोदामको त्यो माथितिर चाहिँ यिनीहरू बस्दो रहेछ। मलाई थाहा थिएन, करण भाइले भनेर बल्ल थाहा पाएको मैले। त्यसपछि अनि मैले थाहा पाएँ यिनीहरू बिलाएर त्यहाँ रहेछ भनेर। अनि थाहा पाएबाट मैले चाहिँ यिनीहरूलाई त्यहाँ तलतिर खानेकुरा राखिदिन्थेँ क्या। अनि त्यही खानेकुरा राखिदिन्थेँ। त्यसपछि खानेकुरा दिँदा उनीहरूको ट्रस्ट गेन गर्न पाएँ मैले। अनि उनीहरूले थाहा पाएँ कि अब यसले चाहिँ मलाई खाना दिँदो रहेछ। अब खाना दिएपछि अब यसको छेउछाउमा गएर आयो भने यसले मलाई खाना दिन्छ भनेर बुझेँ यिनीहरूले। त्यसपछि अनि मैले चाहिँ अनि बिस्तारै 1 महिना जति खाना दिएँ त्यहीँ उसमै। त्यहाँबाट खाना दिएर त्यसपछि मैले चाहिँ यहाँनिर यिनीहरूको लागि चाहिँ मैले यस्तो घर बनाइदिएको थिएँ कि यो चाहिँ मैले जाडोमा न्यानो होस् भनेर यसरी घर बनाइदिएको थिएँ मैले। यो
पुरा उस गरेर मम्मीले कराइरहेको थियो सबै पछ्यौराहरू उस गर भनेर कराइरहेको थियो मम्मीले तर माया लाएर मैले न युज नहुने भइसक्यो केहीमा केही त युज आओस् न होइन अनि त्यो भएर चाहिँ पछ्यौराहरू यसमा युज गरेँ अनि त्यही हो यहाँनिर चाहिँ मैले पानीहरू दिनदिनै चेन्ज गरिदिन्छु त्यसपछि यहाँ चाहिँ भात दिन्छु भात चाहिँ कहिले खान्छ कहिले खान्न प्रायः मासु खान्छ फेरि तर खाँदैन त्यो अब मैले पनि फ्रिक्वेन्टली चाहिँ मासु दिँदिनँ यिनीहरूलाई त्यही कहिलेकाहीँ हप्तामा एकचोटि दुईचोटि चाहिँ टक्क मासु चाहिँ बोइल गरेर भातमा मिक्स गरेर दिन्छु दुईजनाले मजाले खान्छ अनि त्यसपछि अनि मैले एकचोटि चाहिँ क्याट फुड लिएर आएको थिएँ त्यो क्याट फुड पनि सकियो अब आज चाहिँ मोमो खान मन लागिरहेको मलाई अब भाइलाई भनेर मोमो खाना जानु पर्ला त्यसपछि क्याट फुड पनि खाऊँ कि जस्तो क्याट फुड खाँदैमा क्याट फुड पनि ल्याइदिउँ कि जस्तो लागिरहेछ मलाई सो आई थिङ्क क्याट फुड पनि किनिदिन्छु होला फेरि त्यसपछि के भनौँ भइरहेको थियो अनि यसो सोचेँ मैले एउटा होम टुर नै दिदिउँ न त सबैलाई भनेर यस्तो सोचेँ मैले होइन त्यही भएर अब चाहिँ म तपाईँहरूलाई मेरो होम टुर दिँदैछु होइन सबैले अगाडिबाट स्टार्टिङ गर्छ म चाहिँ पछाडिबाट स्टार्टिङ गरिदिन्छु होइन सो यो चाहिँ मेरो घरको पछाडिको भाग होइन यो चाहिँ पछाडिको भाग हो यी सरर सब देखाइन्छ यो सरर यहाँ छ स्कुटर अनि यहाँ छ बाबाको भिन्टेज बाइक होइन त्यो भिन्टेज बाइकै बुढोले चलाउन मैले नै चलाउने कहिलेका काम लाग्छ हामीलाई नै यो मेरो स्कुटर भइहाल्यो त्यसपछि यहाँ छ पुरा गमला सरर माई मम लभ्स टु गार्डन फ्लावर्स यहाँ टन्नै छ यस्तै बिरुवाहरू टक्कै सरर किसिम छ यहाँ त्यसपछि यहाँ छ बाबाको काममा युज हुने टाक्रा टुकुरीहरू होइन ठेकेर सबको सानोतिनो होस् त्यसपछि यहाँ छ हाम्रो जुत्ताहरू राख्ने वासिङ मेसिनको रुम यो अर्को टोइलेट त्यसपछि यो चाहिँ गोदाम हो पहिला दोकानको सामानहरू यहाँ छ सबै त्यसपछि यो घर छ नि यो चाहिँ हामीले रेन्टमा दिनलाई बनाएको घर हो सो टेक्निकली यो पनि टेक्निकली होइन यो हाम्रै हो यो होइन यो हाम्रै हो यो सबै उसमा दिएको हामीले रेन्टमा दिएको म चाहिँ पहिला यो माथि छ नि यो माथि त्यहाँ बस्थ्यो कि एक्लै सोलो झ्याउलाएर त्यसपछि फेरि झ्याउला फेरि घर आयो अनि त्यही हो ल त्यसपछि यहाँबाट यहाँबाट सर हुँदै माथि जाने होइन त्यसपछि अब जाम पछाडिको ढोका देखाउँछु म यो चाहिँ अब हाम्रो किचन होइन सानो छ हाम्रो घर चाहिँ टिक्क छ खासै के छैन किचन हो त्यसपछि यो मम्मी हो त्यसपछि अनि यो चाहिँ हाम्रो लिभिङ रुम दिस इज हाम्रो लिभिङ रुम सरर यो हामीले घरै बनाएको यो पुरा यो सबै अनि यहाँ छ मिस्टर ड्याड द ब्याडमिन्टन खेलाडीको पुरस्कारहरू टन्नै छ बुढो कडाइ खेल्छन् ब्याडमिन्टन होइन यहाँको ट्रफीहरू कहाँ गयोहरू ए यो त रक्सी पो रहेछ ट्रफी भनेको त हुन त बाउको लागि त ट्रफी नै हो होइन त्यसपछि अब हामी छौँ अगाडि यो अगाडि भयो होइन यो भयो गाडी राख्ने गराज मासला मऱ्यो मुर्दार कसको दुवा लाग्यो मलाई ल यो अब यताको यो गेट भयो होइन यो गेट भयो त्यसपछि यो गार्डन भयो हाम्रो गार्डन अनि यताको घर कसको भने हाम्रो बजे घर है बाबाको मम्मीको घर लाइक नजिक छ क्या हाम्रो लिटरली नजिकै छ टाँसेको छैन तर नजिकै छ त्यसपछि अनि यस्तै फुलहरू मैले भने नि माई मम लभ्स टु गार्डन त्यो यहाँ जता त्यस्तै फुलहरू छ मजाले त्यसपछि अब फुलै फुल सानोतिनो नर्सरी नै हो क्या घर त होइन अब जाम हामी अर्को रुमतर्फ सो यो भयो अर्को रुम होइन काइन्ड अफ गेस्ट रुम तर गर्मीमा मम्मी तल बस्छ कि यो सुन्छ नि त ल यो टोइलेट यो भयो यो टोइलेट हो है जामा भयो यो भर्याङ चढेर सरर यो चाहिँ मेरो जुत्ता राख्ने ठाउँ हो लाइट हालिदिन्छु यहाँ चाहिँ जुत्ता छ सबै यति नै हो त्यसपछि यो चाहिँ दिदीको रुम जुन कि अहिले दिदी पोर्चुगलमा छ सो काइन्ड अफ एक्स्ट्रा रुम जस्तै हो करण भाइले एडिट गर्ने यो ल्यापटपबाट हो क्या मेरो पुरानो ल्यापटप हो सो यो चाहिँ करण भाइको हो भनौँ न टेक्निकली सो या हाम्रो दिदी
बक्स होइन हामी दिदी चाहिँ त्यहाँ छिन् त्यसपछि अब मेरो रुममा त आउँदा नि होइन यो चाहिँ फादर्स मदर रुम ओके फादर्स मदर रुम त्यसपछि यो चाहिँ पहिला खास यो बेल्कनी नै थियो पछि यताबाट पानी आएर चाहिँ उस गरिदिएको यो लगाइदिएको त यहाँ पूजा रुम जस्तै हो यता के छ नचाहिने सामान अनि त्यसपछि यताको बेल्कनी चाहिँ यहाँबाट नि जान मिल्छ होइन यो बाबाहरूको कोठाबाट पनि जान मिल्छ र मेरो रुम त भइहाल्यो होइन त्यसपछि मेरो यहाँबाट पनि जान मिल्छ क्या सो या 2-वे एन्ट्रान्स हो होइन ल यो चाहिँ गरिबको रुम है मैले हिजो हालेको भिडियोमा एकजना भाइले दाइ रुम टुर प्लस सेटअप टुर भनेर भन्दै थियो खासै यस्तो त केही छैन हो मेरो टुरै गर्नको लागि त सिम्पली यो रुम भयो होइन यो बिस्तारा भयो त्यसपछि यो दराज भयो त्यसपछि अनि यो मेरो सेटअप अहिले चाहिँ मैले यहाँ भिडियो एक्सपोर्ट गर्दैछु हुँदैछ एक्सपोर्ट कतिजनालाई थाहा नहोला मैले के गर्छु कसो गर्छु भनेर तर थाहा नभएकोलाई भनिदिन्छु मैले चाहिँ वेडिङ भिडियोहरू चाहिँ एडिट गर्छु सो या यदि तपाईँले हाम्रो वेडिङ भिडियोहरू हेर्नु मन छ भने चाहिँ फेसबुकमा होइन युट्युबमा र इन्स्टाग्राममा एजी भिजुअल छ चेक गर्नु होला होइन सेटअप टुर यही हो यहाँ सिपियु छ यो एओसीको 24 इन्चको मोनिटर यो सोनीको टिभी हो मैले यसलाई सेकेन्ड मोनिटर बनाइदिएको त्यसपछि मसँग यो माउस चाहिँ मेरो किक्रोनको है यो किक्रोनको माइक रे माउस हो एकदम दामी छ बवाल छ यो माउस वायरलेस ब्याट्री ब्याकअप नेक्स्ट लेभल छ लिटरली मैले यो होइन एकचोटि चार्ज गरेँ त्यसपछि अर्कोचोटि मैले एकचोटि फुल चार्ज गरिसकेपछि मलाई 2 हप्ता नन स्टप मजाले तान्छ एकदम बवाल यो माउस त्यसपछि यो किबोर्ड हो मेरो म्याक्स फिटको 67 यो म्याक्स फिटको 67 हो बवाल छ यो किबोर्ड पनि होइन त्यसपछि यो मेरो आइप्याड हो एकदम रहर थियो किन्नलाई त्यही भएर टकटुक पैसा जम्मा गरेर टकटुक गरेर किनेको मैले त्यसपछि यो मेरो फ्यान्टेकको माइक हो लेभियोसा त्यसपछि यो मेरो फ्यान्टेककै वेबक्याम हो अनि यो फ्यान्टेककै हेडफोन हो त्यसपछि यो PS5 को रिमोट कन्ट्रोलर कहिलेकाहीँ फिफा खेल्दा चाहियो नि त होइन अनि त्यसपछि CPU को कुरा गर्नुपर्दा चाहिँ त्यस्तो खासै छैन मेरो स्पेक त मेरो ग्राफिक कार्ड कति थाहा छ 1650 हो कि मेरो बल्ल GTX 1650 हो जम्मा होइन त्यसपछि हार्ड ड्राइभ 1 TB को छ ऱ्याम 16 GB को हो अनि प्रोसेसर Ryzen 5 को 3600 हो कि कति हो छ त्यति मदरबोर्ड त्यही उसकै हो MSI को हो क्या हो बिर्सेँ मैले त्यही अहिले हेर्नुपर्छ त्यहाँ त्यही नै हो त्यसपछि यहाँनिर मैले यो नियन बोर्ड बनाएको छ यो साइन त्यसपछि यहाँ छ मेरो एकदम एभरग्रिन गिटार होइन त्यसपछि यहाँ चाहिँ एभरग्रिन मान्छे यो मेरो ऐना सो यही नै हो यहाँ मेरो नक्कली प्लान्ट यो नक्कली है यो नक्कली प्लान्ट त्यसपछि बाहिर बेल्कनीमा आऊँ हामी यहाँ छ इन्भर्टर अनि मैले भने नि हाम्रो घर त एउटा सानोतिनो नर्सरी नै हो फुलै फुल फुलै फुल फुलै फुल ततै फुलै फुल देख्नु भयो नि सानोतिनो गाडी नै हो क्या ल अब खै पातै जाऊ अरे यार ल फुलै फुलको बगैँचामा ल यही नै थियो होम टुर होइन सेटअप टुर पनि यही हो रुम टुर पनि यही हो सबै टुर यही हो ल अब चाहिँ यो एक्सपोर्ट हुन्छ एक्सपोर्ट भइसकेपछि म खाना खान्छु अनि खाना खाइसकेपछि अहिले 3 बजीतिर चाहिँ म भाइलाई भनेर हामी मोमो खान जाम्ला त्यसपछि मोमो खाएपछि हेरौँ एकदम मेरो मन अझै कमलो भयो भने म एउटा क्याट फुड पनि किनिदिन्छु फेरि यिनीहरूलाई बेला बेलामा रिस त उठाउँछ तर माया लाग्छ के गर्नु सो या अब चाहिँ एकछिनमा भेटौँला है त यत्रो फोर भएछ बनाउँछु यिनीहरूले ल मैले चाहिँ खाना खाइसकेँ भर्खर मैले चाहिँ फेरि झले फेरि मैले आफूले खाना खान्छु पहिला अनि बल्ल दिन्छु यिनीहरूलाई बिहान चाहिँ फेरि उठ्ने बित्तिकै म्याउ गरेर आयो भने चाहिँ बल्ल दिन्छु
के थिएन यो 2 चौटो मासु छ यहाँ त्यसपछि तरकारीको अलिकति झोल अनि त्यही दुध हालेर दुईजना नि अहिले आएर खान्छ बोलाइसी कसको भागमा पर्छ यो 2 चौटो मासु कुन चाहिँ भाग्यवानले पाउँछ 2 चौटो मासु अब यहाँ यो अब पुरा फोर सफा गर्नु पर्यो यार यहाँ उक्ने क्यामेरा है यो भात भयो के अरे खान्छ यहाँ पानी यहीँ छ कहाँ गयो तिमीहरू अब त बारीतिर डुल्नु थियो अरे यो बजिसक्यो 3 र भइसक्यो अब मोमो खाने दिन यो ल आउटफिट चेक होइन यो बाटो धुलो छ त्यही भएर यो ट्र्याक यस्तै धुलो झारिदिने हो ल त्यही हो ल अब चाहिँ भोकले भोक पनि लागिसक्यो अब चाहिँ हामी निस्किने अब म चाहिँ करण भाइको घर जान्छु त्यसपछि अनि पिक गर्छु त्यो ड्राइभर होइन सो या कहाँ गयो त्यो ओइ पुल खेल्दो रहेछ त्यहाँ साला पुल सिक गयो फेरि डेन्जर पुल सिकमा टेक्ने आइसिड आइज साला गाइस अब सिधै मोमो खाने ठाउँमा भेटौँ ल बाटो वाइल धुलो छ त्यही भएर के खिचिराख्नु त नि होइन ल चल मेरो ड्राइभर चल यो विजयपुरको धुलो चाहिँ छिटै बनायो भने चाहिँ बाटो यार मेन त यो विजयपुरमै हो कि यस्तो धुलो हुने हेर हेर राखेँ वहीँ भेटौँ ल मोमो खाने ठाउँमा आज बन्द रहेछ पक लगाइस मोमो खाने ठाउँ चाहिँ यही हो तर बन्द रहेछ जाम अब यो पनि सबैको यो साँधेको पनि बफ रहेछ मोमोमा पनि बफ रहेछ मेन त सेकुवामा बफ नै के गाइस अहिले चाहिँ हामी जिगिरी सेकुवामा छौँ खास त बफ पोइन्ट भनेर आएको तर मेन बफ सेकुवा रहेछ खास प्लान त झन् उता मोमो खाने देखेर बन्द रहेछ खास त वेडनेसडे मात्रै बन्द हुन्छ आज किन बन्द भयो थाहा भएन तर यो ल अब यहाँ सेकुवा ट्राई हाल्यो त्यसपछि जाने उता नदीपुर नाङखानमा भोक लागेको रहेछ त्यही भएर खासै त्यस्तो आइटम छैन मासुको मात्र आइटम रहेछ त्यही भएर अब मासु खाएर हामी जान्छौँ नाङखा यो पुदिनाको चटनी होला यो टिमुरको छोप टमाटर उसको छोप भुजा मासु ठिक छ चटनी जस्तो पहिला ल जिग्री चाके हेर्दै जिग्री यसो चटनीमा छुपेर ग्रिल गरेको टाइपको हुन्छ नि त्यस्तो दामी छ मिठो त मिठो है खा भाइ छोड्दै खिच्ने खा उता ताकिमास ल नान खाने ठाउँमा आयो हामी अब नान खाने त्यसपछि नमस्ते तातो कस्तो पो लगाएको थिएँ म अब
नाम के हो कति चाहिँ कति राम्रो त्यो त पर्सिन जस्तो पर्सिन हो कि है कति राम्रो यहाँमा पहिला जता लग्यो त्यता लाने होला नि त्यही पहिलाकै लाने के थियो यार नाम यार त नामै बिर्सियो त्यसको यार कस्तो थियो फोटो त्यही 1080 वाला कि कति वाला 1090 कुन चाहिँ वाला मन लाग्यो ठुलोलाई है यो हो र मन लाग्यो यो कुन चाहिँ हो 1090 को त यही छ यो कुन चाहिँ ब्रिड हो यो बिगल बिगल भन्छ यसलाई बिचरा कानै यत्रो लामो नि यही हो यो वाला यो रेडमा लाग्यो नि पिङमा लाग्यो यो चिकनमा भयो यो चाहिँ फिस फोटोमा त्यहाँ त रहेछ क्या रे ठ्याक्कै त्यहाँ त हेर्ने यसलाई जाउँ पालेको भए त नि मैले त त्यसलाई त त्यो बिस्तारै सिस्तारै केही किनिदिन्थ्यो होला यार मलाई त सुटुल ढट्टु कराउँथ्यो होला यार त्यो त यो मगा नि त तपाईँ किन लाने हाम्रो दुईजना बिरालोको लागि क्याट फुड हेर्दै तिमी जस्तै सेम खाने अब खाने हामी खाने फुड गाइस हामी चाहिँ भर्खर घर आयो घर आएको ठ्याक्क अनि यो त्यो बसेर म्याउ म्याउ गर्दै थियो भोक लाग्यो नभएला त्यही भएर अब सरकारलाई यो यहाँ हाल्छौँ यहाँ हालेपछि त्यसपछि दिनदिनै एक बटुका दिने ल यति नै हो ल अब धेरै गर्न सकिन्न बेला बेला मासु दिन्छु त्यही हो त्यसपछि यही हो कति के तैँले खाने होस् क्या हजुरले नै खाने हो कि चिन्ता नगर्नुहोस् यसलाई त्यो छोडिदिनु क्याट्छ यसले कतिसम्म खान्छस् खा ल लाइन माथि ल माथि ल माथि 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 अप छिटो माथि धेरै छिटो माथि जाऊँ पुगिसक्यो एउटा त माथि भन्दा भन्दा माम त सबै नखाए चाहिँ तिमीहरूले किन हो र माम नखाएको सबै
एउटा पानीको उयो फालिदिउँ होइन एकछिन पानी खान चलेको यहाँ ल यहाँ come here एकछिन एक बटुबाट यहाँ धेरै नदिनु भनेर भन्थ्यो यता ल खाऊ ल गाइस अब यसले खाँदैछ अर्को केटी चाहिँ कहाँ गएछ कुन्नी अन्त त्यसको लागि नै हालिदिनु छ तर अहिले बेलुका आयो भने चाहिँ तिमीलाई भोक लगाएर आएन कराउँछु कि आमा गर्दै मैले सुनिहाल्छु ल अब रात पनि पऱ्यो अब यही नै हो आजको दिन अब ल यति भन्दै बाई बाई टाटा अर्को भिडियोमा भेटौँ ल मेरो प्यारो बिरालोको लागि लाइक हानिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला है ल नमस्ते बाई बाई